साइप्रस घरको काममा आउँदाखेरि कतिको गाह्रो हुन्छ भनेर सोधिराख्नु भएको थियो क्या। गाह्रो त गाह्रै हुन्छ है, अभियसली गाह्रै हुन्छ। अनि चाहिँ धेरैजनाले चाहिँ भनिराख्नु भएको थियो कि कति घर नराम्रो हुन्छ अरे, आएपछि घर चेन्ज गर्नु मिल्छ कि मिल्दैन भनेर कति धेरैजनाको क्वेसन थियो कि। अनि त्यसपछि घर चेन्ज चाहिँ कस्तो छ भने तपाईँहरू सकेसम्म जुन घरमा इन्टरभ्यू दिएर जुन इम्प्लोयरसँग इन्टरभ्यू दिएर आउनु भएको छ त्यही घरमा बस्ने चाहिँ एकदमै धेरै ट्राई गर्नु होला है। अति नै गाह्रो भयो, खानै दिएन, अब काम मात्रै लाउने, सुत्नै नदिने, खानै नदिने, एकदमै गाह्रो भयो भने चाहिँ जे कुरामा नै किचकिच गर्ने भयो भने चाहिँ चेन्ज गर्न मिल्छ। तर म चाहिँ के भन्छु भने जुन घरमा आएको छ त्यही घरमा बस्ने चाहिँ ट्राई चाहिँ गर्नुपर्छ क्या। किनभने हामी अर्को ठाउँमा गएपछि फेरि हामी नयाँ नै हुन्छौँ क्या, स्टार्ट जिरो लेभलबाटै गर्नुपर्छ। त्यही भएर हो। अनि कसैले चाहिँ अब खानै नदिने भन्ने कुरामा चाहिँ अब कसैले चाहिँ खानु नदिने भन्ने चाहिँ हुन्न कि, खानु चाहिँ दिन्छ तर उनीहरूकै खानाहरू दिन्छ क्या। अनि त्यो चाहिँ हामीलाई मन पर्दैन नि त। अनि कतिलाई चाहिँ छुट्टै किचन दिन्छ, कतिलाई चाहिँ दिँदैन। इभन मलाई पनि छैन मेरो छुट्टै किचन, अनि मेरो पनि अदुवा लसुन केही पनि खाँदैन। अनि त्यही भएर मैले पनि खाएँ भने नि बाहिर पकाएर खानुपर्छ कि। यस्तो जस्तै अब फ्राईहरू गऱ्यो भने पनि बाहिरै, मरमसला हाल्यो भने पनि। मलाई त कसै यस्तो अचारहरू लिएर खाना पनि गनायो भनेर खानै दिन्न क्या। बाहिर खाएपछि बाहिर खान्छु, बाहिर बसेर खान्छु, अनि भित्र गएपछि गनायो भन्छ, अनि त्यसपछि उनीहरू नभएको बेला मात्रै खान्छु क्या। त्यस्तो हुन्छ, गाह्रो त गाह्रै हुन्छ है। खानु नदिने भन्ने चाहिँ हुन्न, दिन्छ। कोही कोही चाहिँ लोभी हुन्छ, तर बोल्न नि सक्नुपर्छ है, म यस्तो खान्छु उस्तो खान्छु भन्नुपर्छ क्या, ल्याइदिन्छ। त्यही हो साथीहरू, गाह्रो त काम त गाह्रै हुन्छ। त्यस्तो सजिलो मानेर चाहिँ नआउनु होला। बाई बाई।